देख्न सक्नुहुन्छ होइन। अघिसम्म चाहिँ यहाँनिर को पनि थिएन, चर्चमा सेवाकाई हुँदै थियो होइन। अहिले चाहिँ यो सबैजनाको आफ्नो आफ्नो फ्यामिली चाहिँ यहाँनिर चाहिँ आशीर्वाद दिनुको लागि जाँदैछ। आफ्नो फ्यामिलीमा चाहिँ आउँदो रहेछ नि त। अब चाहिँ यहाँनिर फादर आउनुहुनेछ उनीहरूको, अन्त आएर चाहिँ सबै कपुरमा चाहिँ ब्लेसिङ दिनुहुनेछ नि। त्यही भएर चाहिँ सबै फ्यामिली हेर्नुहोस् त, सबै फ्यामिलीकोहरूले चाहिँ अब एउटा कप। आज चाहिँ मैले के बुझेँ भने यो एउटा कपुर छैन, यो एउटा कपुरमा चाहिँ सबै फ्यामिली चाहिँ एउटामै हुँदो रहेछ उनीहरूको होइन। त्यस्तो हुँदो रहेछ नि त, अब पुस्तासम्म एउटै फ्यामिलीभित्रै हुँदो रहेछ। माथि देख्नुहुँदैछ, यहाँ माथिनिर चाहिँ फादरहरू बिसपहरू कोहरू हुनुहुनेछ कोचको। त्यहाँनिर चाहिँ त्यहाँबाट चाहिँ सबैजनाले चाहिँ अब सबै कपालको फ्यामिलीले चाहिँ आशिष दिनुहुने रहेछ नि त। सधैँ चाहिँ अब यहाँ चाहिँ एकदम ग्रान्ड हुन्छ अरे होइन। तर यसपालि चाहिँ पानी परेको हिसाबले चाहिँ कालिम्पोङमा चाहिँ यहाँ चाहिँ हामी चाहिँ आज सबैजनालाई पवित्र पानी छोडिदिँदो रहेछ फादरहरू।